साथीहरु आजकल मैले के नोटिस गर्दैछु थाहा छ, जुन जिन्सको प्यान्टहरु हामी केटाहरुले लगाउँछौं नि त्यही 1500-1600 सम्म पाइन्छ के त्यो प्यान्ट। त्यो प्यान्टलाई हैन त्यो शपकिपरले केटीहरुलाई त्यही 1500-1600 पर्ने प्यान्टलाई 3-4 हजारमा बेचिराख के। अनि मा कसम जब मैले यस्तो देखे नि मेरो मा कसम दिमाग फुट्यो के। मैले त यस्तो सोचे कि यार यस्तो कसरी हुन सक्छ यार, सेम टु सेम त्यही प्यान्ट हैन मैले 1500 मा किनेर लगाइरहेको छु है। अब त्यही प्यान्टलाई केटीहरुलाई हैन 3-4 हजारमा बेचिरहेका छन् के। म के भन म्या, त्यही भएर जब मैले यस्तो कुरा थाहा पाएँ नि हैन मलाई चाहिँ के लाग्यो भन्दाखेरि केटीहरुलाई चाहिँ सामान बेच्न हैन बहुत सजिलो हुँदो रहेछ के। बेसिकली केटीहरुलाई म्यानिपुलेट गर्न बहुत सजिलो हुँदो रहेछ के। तिमी त यो कपडामा बहुत राम्री देखियौ भनिसकेपछि हैन तिनीहरुले कपडा किन्छन् के। गाइजहरु मैले यही कुरा अब्जर्भ गरेको थिएँ आज हैन, मैले आज नै देखेको, त्यही भएर मैले आज नै भिडियो रिकर्ड गर्दैछु के। मेरो थाहा छैन अब यो भिडियो कहिले अपलोड हुन्छ, बट रिकर्ड चाहिँ आज नै देखेको मैले, त्यही भएर रिकर्ड आज नै गर्दैछु। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो टिल द एन्ड साथीहरु। इफ तपाईको नि केही थट्स छ भने यो टपिकमा तपाईले कमेन्ट सेक्सनमा गएर लेख्न सक्नुहुन्छ है त।